हेटौडाबाट लगभग 4 किलोमिटर आएपछि एउटा चन्द्र सूर्य पेट्रोल पम्प आउँछन्। हामी नारायणघाटतिर जाने बाटो लाग्दैछु। यहाँबाट ठ्याक्क राइट लाग्यो भने शहीद स्मारकको गेट देख्नुहुन्छ। त्यही गेटबाट सर माथि जाने एउटा होटल स्मारक भन्ने राम्रो होटल पनि छ। यो बाटो जाने बेलामा अलिकति बाटो चाहिँ साँघुरो छ, तर बाटो चाहिँ एकदम फर्स्ट क्लासको छ। जे होस् रमाइलो छ यो बाटो। ओकालो सकिने बित्तिकै एउटा तिम्रो बाटो आउँछ। सिधै गयो नि हेटौडा एकाडेमी, राइट लाग्ने शहीद स्मारक। राम्रो व्यवस्था भएको ठुलो होटल स्मारक, एकदम दामी बस्नलाई सुविधा छ। ल भिडभाड त यहाँ जिन्दगीमा कहिले दिन रात कहिले खाली नै हुँदैन यो ठाउँ। ल हेर्नु त कहिले खाली हुन्छ यो ठाउँ। टोयलेटहरू पनि राम्रो व्यवस्था, पसलहरू खानपिन गर्ने व्यवस्था, भिडभाड कहिले खाली हुँदैन। ओहो मान्छेहरू कति हो, आमा मान्छेहरू त। माथि गयो भने पुण्य क्षेत्र, एउटा राम्रो धाम पनि छ। खोइ त जोगेन्द्रहरू खोइ। हाम्रो पार्टनर जाउँ पर्यटक सम्बन्धी जानकारी। हाम्रो स्मारक, राम्रो स्मारक, हेटौडाको स्मारक हैन। अब आफू त क्यामेराम्यान पर्यो, के गर्नु। ल हेलो हेलो हेलो, रमाइलो छ त है। हेलो क्यामेराम्यानहरू त खतरा खतरा छ यार। भित्र त टेक्यो भने गाली गर्छ। अर्को थप्यो यार फेरि एकजना। यो त के अगाडि लगाएर यसोसम्म गरेर सबैजना आउँदो रहेछ के। ल युट्युबमा आउँछ। भैँसीहरू कच्छ त्यहाँ। हेलो स्मारक घुमाए कस्तो लाग्यो? रमाइलो छ त। रमाइलो। दाइलाई कति गाह्रो भयो होला यार, अस्तिदेखि यहीँ बसे थियो। बाटो पनि किन यसो बाङ्गुटीको बनायो यार, बाहिरबाट सम्म ठाउँमा पनि। सम्म ठाउँमा पनि बाहिरको बाटो यस्तो बनाएर आएन। ल बत्ती बल्यो। हाम्रो हेटौडाको माउन्ट एभरेस्ट ल हेर्नुहोस् स्मारकको। अब यस्तो दामी बनाएको छ यार। गाई र गाईको बाछी, यो लाइटले गरेर पनि एकदम राम्रो छ शहीद स्मारक। यति दामी बनाएको छ कि हेटौडा आएपछि एकचोटि त
यहाँ छिरेर हेरेर घुमेको मतलबै हुँदैन ल हेर्नुहोस् त आमामामामा खतरा छ त यहाँ ओहो हाम्रो प्यारो शहीद स्मारक भिडियो खिचिदिनु पर्ने यसरी चाहिँ ल यसो गर्नु न यस्तो दुईजना हटे सयन गर्नु न हात मिलाउनु न पहिला त्यसरी तपाईँले पछाडि गर्नु पछाडि नबोलिदिनु अब अगाडि त तपाईँले नि बोल्नु हात मिलाउनु न ल ल हो साइन भनेको त्यही हो ल ल ल अब ल रातो आयो कि खिच्यो हरियो आयो कि गयो यस्तो अगाडि ल बबाल बबाल हेर टुरिस्टहरू अलि नजिक आयो पनि हुन्छ टुरिस्टहरू यहाँ आइरहेछ बबाल बबाल है ल त जान्नु अनि यहाँ चाहिँ अर्को एउटा दुईजना चाहिँ लभबर्ड छ धेरै पछिको भेटघाट भएर हेर दुईजनाको हाम्रो पान भयो अब हाम्रो पालो ल नजिक आयो पनि हुन्छ हाम्रो त खतरा खिच्छ नि यस्तो गर्नु न वाह अझ तल लाने तपाईँ रेडी भन्नु है म ट्याक्स दिइहाल्छु बस्या जस्तो गरे भइगयो मेरो यो लामो अनि फेरि उठाउनु पर्ला है मेरो सिकाइदिनु भने त खाली यसो गर्नु ल मेरो हेर्नु नि त नि बाछ त यस्तो भन्नु भन्नु चाहिँ हो त्यो पनि हुन्छ छोरी यहाँ आउनु छ तिमी आऊ त अब मेरो बुटा आऊ मेरो छिटो आऊ छोरी खिचिहाल्यो नि छ पान बनाइरहेछ ल छोरी लसी गरे पनि हुन्छ यो बुढाको गोब्रोले एकजना त ट्याक्क क्यामेरा खिच्दै भागे यार दियो त आउँदैछ यस्तो यस्तो घुमाउनु ल्याउँदाखेरि नआउने यार यसलाई के गर्नु दिन कहाँ दिन घुमाए पनि चित्त नबुझ्ने अब के गर्नु त खोइ त्यही बन्द गरिदिनु त्यही ठिक एउटै ढुङ्गामा 7 वटा शहीदको मूर्ति बनायो क्याटवक त आउँदैन है अब ऊ पछाडि ल औ ठेले मलाई त क्याटवक आउँदैन है भेटोडाको शहीद स्मारक घुमेर हामी ड्राई पिकनिक खान लाएँ ओहो के एकजना त जहिले पनि छुट्टै बस्छ यार जब मैले बुढाबुढी बस भन्छ अनि के को जहाँ पनि यो भौजी चाहिँ पस्काउनु चाहिँ च्याम्पियन छ कि है त्यो दामी देखिन्छ शहीद स्मारकको ल यो सबै गेमिङहरू यहाँ उपलब्ध छ माथि शहीद स्तम्भ जान लाग्यो हामी धेरै राति भयो फुर्सद भएन आई एम सरी भ्लग चाहिँ बनाइरहेछु केटाहरूको कमी छैन डान्स गर्नेहरू मनमोहन हजुरबा अनि उता यहाँ त के हो यार ओहो हेर्नुहोस् हाम्रो पुष्पलाल हजुरबा जे होस्
हाम्रो गणेशमान हजुरबा तपाईँहरू नभए हामी यसरी आउने सम्भव थिएन यो बन्ने पनि थिएन होला यसरी खिच्ने कन्डिसन पनि आउँदैन थियो होला हजुर तपाईँहरूको साहब GoPro हाय हेलो भाउजू हेलो हजुर मोबाइल किन बोकिरहेको आज खोइ भाउजू मैले आउनु त यहाँ छ न भिडियो बनाउनु फनको भएर हाम्रो विश्वेश्वर हजुरबा तपाईँहरूको योगदान हो सबै हामीले यसो गर्न पाउने फेसिलिटी पाएको पाङ चुचुङ भो पाङ शहीद स्तम्भ जाने बाटो 9 बजे 8 बजे बन्द है ओहो कस्तो दामी सिन यार प्ले स्टेसन केही देख्दैन स्विमिङ पुल अब यता स्विमिङ पुल बन्द भइहाल्यो राति राति खेल्न दिँदैन बर्बाद भयो यहाँ शहीद स्तम्भ हस् त धन्यवाद मेरो भ्लग यदि सकिन्छ